नमस्कार साथीहरू। आज म हाम्रा धेरै दिनपछि आफ्नो बाल्यकालको कविता पिजराको सुगा होइन याद रहेछ उनलाई। लगभग 70 साल भइसक्यो उहाँलाई होइन। यो कति सालतिर पढेको होला? 56 साल 2055 होइन 55 साल अगाडिको। अब त्यो बेला स्कुलमा पढ्दाखेरि कविता याद थियो। अहिले त्यही कवितालाई हजुर मार्फत सुनाउन गइरहेछन् होइन। धेरै कुरामा सायद अब कुनै पुस्तकमा नभेटियो होला। अब धेरै उनको मस्तिष्कमा होइन अहिलेसम्म याद छ, त्यही भएर हजुरलाई सुनाउन गइरहेछन् होइन। ल सुरु गर्नुपर्छ। पिजराको सुगा। ओके। बालक बगुरो बीज सुकेरामा होम परेको छौँ पिजरामा। मकर हरे शिव शान्ति र चैन सपना बिच पनि रतिभर छैन। मेरा बान्धव बाबु र आमा बस्छन् वनका एक कुनामा। पोषित पोखो मनको पाप गर्दै पिजराबाट बिलाप। आँसु बगाई कहिले रुन्छु कहिले मुर्दा कुर्लेमा हुन्छु। कहिले पागल सरी पुरन्छु केवल वनका सुख सम्झन्छु। फलफुल खाई नित्य रमाई वनमा फिर्ने बगुरालाई। विधिले पार्यो पिजराभित्र हेरिदिएछौ तिमीले एक मिठो बोल्ने शक्ति विवेक। रोइरहेछु सोहीद्वारा बन्धन गाली धम्की सारा। खानु छ खाली तौली धान त्यो पनि आधा पेट छ जाप। एउटा भन्दछ यो हो पाजी भन्दछ दोस्रो यो छ बिराजी। तेस्रो भन्दछ आत्माराम पढो पढोजी राखो नाम। यो कस्तो हो कसरी आयो बसगन पिजरा बिच के खायो। यो सब बुझ्ने कोही छैन हाय यसैले मन रहँदैन। जीवन अर्पी बन्धनभित्र बोल्नै पर्ने बोली विचित्र। हेरिदिएछौ तिमीले एक मिठो बोल्ने शक्ति विवेक। रोइरहेछु सोहीद्वारा बन्धन गाली धम्की सारा। मतरजीलाई सङ्कष्ट जेल मानिस गर्ने कतिको खेल। लिनु दयालु बिन्ती ल्याऊ दुष्ट सुगाको जन्म नदेऊ। सकियो त्यति हो। ए ल धेरै राम्रो कविता सुनाउनु भयो। प्रार्थना पनि छ। यो त एउटा यो छ नि कविता के सन्दर्भमा के लेख्यो कस्तो गरिदिनु? पिजराको सुगाको बारेमा त्यो लेखा हो। त्यो त्यसले कति कष्ट हुन्छ, कति वनवन फिर्छ, त्यसको मामा आमा बाबु कहाँ हुन्छ, के हुन्छ। एउटा मान्छे भन्छ यो पट्टु राम राम बोल भन्छ, तेस्रो भन्छ अलगै चिज भन्छ। तर त्यो भोकको भोक आज त्यो धुली कहीँ घाममा राख्यो घाम हुन्छ, ठन्डामा राख्यो ठन्डा हुन्छ। कसले जान्छ त्यो पीडा लाग्यो? मलाई थाहा छ भन्छ त्यो। एउटा यो भन्नाले एउटा के हो भनेपछि एउटा पिजरामा एउटा सुगा फसेको छ अनि त्यो सुगा चाहिँ अब कविता मार्फत आफ्नो दुःख व्यक्त गर्दैछ कि म यस्तो महसुस गर्छु, फिल गर्छु। मान्छेहरू भन्छन् हामीले धेरै राम्रो गरिरहेको छ, खाना दिइरहेको छ भन्छन्, तर त्यसलाई त्यस्तो दुःख परिरहेको छ। त्यो सबै कुराहरू मेरो घरमा आमा बुवा बसेका छन्, म यस्तो उठेँ, सबै कुराहरू त्यो बान्धव बाबु र आमा बस्छन् वनका एक कुनामा। गर्दै पिजराबाट बिलाप आँसु बगाई कहिले रुन्छु कहिले मुर्गा फुल्लोमा हुन्छु। केवल वनका सुख सम्झन्छु। फलफुल खाई नित्य रमाई वनमा फिर्ने बगुरालाई। बिजुली पार्यो पिजरा त्यो त वनमा होइन खाना क्या यो अब यहाँ आएर त्यसरी ल धेरै राम्रो कविता सुनाउनु भयो हजुरले। अब धेरै पहिलेको कुरा तपाईँले अहिले हाम्रा नयाँ जेनेरेसनहरूलाई पनि यो कुराहरू तपाईँले सुनाएर होइन उनलाई केही कुराहरू धन्यवाद त्यसको लागि।